हेलो एभ्रिवान, सबैजना ठिकै हुनुहुन्छ होला। म 8 डेको रिल्स च्यालेन्जलाई लिएर म फेरि पनि अर्को टपिकमा आइरहेको छु। अनि आजको डे 2 को टपिक छ हाउ बिगिनर्स क्यान स्टार्ट वाट एक्चुअली डु भन्ने टपिकमा बोल्दैछु। अनि वास्तवमै भन्नुपर्दा डिजिटल जर्नीमा चाहिँ नयाँ सुरु गर्नेहरूले कसरी सुरु गर्छन् अथवा यो बिजनेसमा के गर्नुपर्छ भन्ने टपिकमा बोल्दै गर्दाखेरि यो बिजनेसमा चाहिँ फर्स्टमा चाहिँ यो बिजनेस कस्तो हो के हो भनेर जब हामीले बुझ्छौँ त्यसपछि यो बिजनेसको ट्रेनिङहरू हामीले लिन्छौँ। अनि ट्रेनिङहरू लिँदै आफ्नो कन्टेन्टहरूमा सानो सानो हामी पोस्ट गर्छौँ। अनि हामीले कतिपल्ट चाहिँ अब काम गर्दै गरेको होस्, हामी घुम्दै गरेको होस्, या हामी आफ्ना नानी बाबुहरूसँग मात्रै नभएर हामीले कुनै पनि कुरामा अब हामीले अब भनौँ न एउटा सानो सानो रिल्सहरू बनाउँदै पोस्ट गर्ने। अनि यो डिजिटल बिजनेसको जुन ट्रेनिङमा भएको कुराहरू हुन्छ त्यो कुराहरू चाहिँ हामी लर्निङ गर्छौँ, पढ्छौँ, अध्ययन गर्छौँ। कसरी यो बिजनेस गर्ने, यो बिजनेसभित्र के छ, स्किलहरू कस्तो कस्तो छ स्किल भनेर हामी त्यो कुराहरू हामी लर्निङ गर्छौँ है। अनि त्यसपछि चाहिँ हामी यो बिजनेसको डेली रुटिनमा हामीले आफ्नो फ्यामिलीलाई सपोर्ट गर्दै हामी विश्वको जुनै पनि कुनामा हामी घुम्दै गर्दा होस् या हामी स्टडी गर्दै गर्दा होस्, हामी फुल टाइम जब होल्डरहरू जति पनि हामी छौँ होइन, गर्दै गर्दा पनि यो कामहरू गर्दै गर्दा पनि हामी यो बिजनेसलाई चाहिँ राम्रोसँग रन गर्न सक्छौँ है। अनि यो बिजनेस भनेको चाहिँ सानो सुरुवात भए पनि ठुलो एउटा एचिभमेन्टका कुराहरू यो बिजनेसमा भएको कारणले गर्दा पनि गर्नुपर्ने हाम्रो एक्चुअली काम भनेको चाहिँ हामीले लर्निङ गर्दै अर्निङ कसरी गर्ने, हामीले आफ्नो कन्टेन्ट डेली कन्टेन्टहरू कसरी बनाउने, हामीले कसरी पोस्ट गर्ने, कस्तो क्याप्सन राखेर हामीले पोस्ट गर्ने भन्ने कुराहरू हामी सिक्ने गर्दछौँ है। अनि यो बिजनेस भनेको चाहिँ एउटा कन्सिस्टेन्सी भन्ने कुरा यो बिजनेसमा हुनुपर्छ है। अनि निरन्तर एउटा धैर्यता साथ हामी मेहनती भएर होइन लर्निङ गर्दै आफ्नो कार्यलाई चाहिँ जारी राख्नुपर्छ। डेली आफ्नो जुन कन्टेन्टहरू है पोस्ट गर्छौँ त्यो कन्टेन्टहरूले कस्तो खालको हामीलाई थट दिइरहेको हुन्छ, अथवा एजुकेसनल हुन्छ कि इन्टरटेनमेन्टको कुराहरू हुन्छ कि बिजनेसको डिटेल कुराहरू हामीले होइन टपिक बाई टपिक बोलिरहेको हुन्छौँ, त्यस्ता कुराहरू हो कि के हो त, त्यही कुराहरू चाहिँ हामी चाहिँ सुरुमा यो बिजनेसलाई गर्नेहरूले कामहरू चाहिँ फर्स्टमा यही कुरा गर्नुपर्छ है। जसरी मैले पनि यो बिजनेसलाई रन गरेको निकै महिना भएछ, तरै पनि मैले आफ्नो फ्यामिलीलाई टाइम दिँदै मैले आफ्नो घरको कामहरू गर्दै पनि मैले बिजनेसलाई राम्रोसँग रन गर्न सकिरहेको छु। अनि आजको टपिकलाई चाहिँ म यहीँ राख्न चाहन्छु। फेरि भोलि अर्को टपिकमा आउने